हामीहरू अहिले ठिक्क कडेल गाउँमा छौँ। यो जङ्गल रेस्टुरेन्टबाट थोरै अगाडि घुम्दिनेर यहाँनिर यो चार्जिङ स्टेसन छ। ल हामीहरू अब ओमकार हब इभेन्ट्सद्वारा आयोजित वालिङ महोत्सवतिर प्रवेश गर्दैछौँ। साथमा रेहान्स गिरी र हिम कुमारी थापा मगर। ल कस्तो अनुभव हुँदैछ महोत्सव जाँदै हुनुहुन्छ तपाईँहरू? के छ केही भन्न छ? तिर्सना गुरुङलाई हेर्न जान एक्साइटेड अनि खुसी पनि नर्भस पनि। खुसी त तिर्सना गुरुङलाई हेर्न पाइन्छ, कन्सर्ट हेर्न पाइयो, त्यो खुसीको कुरा भयो। नर्भसको कारण चाहिँ के होला? बाबु बिराम भयो भने भोलि गाली खाइन्छ। गाली खाइँदैन। ल ओके, ल हामीहरू जाँदैछौँ है। ल हामीहरू कहाँ छौँ अहिले? ठ्याक्क यो इभी चार्जिङ सेन्टर सुनटारी रेस्टुरेन्ट। ल इभी गाडीहरू चार्जिङ गर्न पऱ्यो, त्यहाँदेखि कृपया आउनु होला। चाहिँ जङ्गल रेस्टुरेन्ट हामी सिधै गएर उतार झरेर जाऊँ है। ल हामीहरू वालिङ बजार लाग्यो थोरै अगाडि। यतैतिर राखेर जाऊँ न त बाइक यसो बाइक यहीँबाट जाने? यतै खुल्ला रहेछ होइन। वालिङ मोडबाट थोरै तल झर्दैछौँ अहिले। हुन्छ ल छिर्न पाइने हो कि होइन भन्ने डाउट भयो कि। हेर यहाँ ठिक छ त नमिले म मिलाइदिन्छु, पैसा लाग्दैन। मिठो बनाइदिनु होला। हुन त मैले गाएको धेरै पहिला गाएको गीत देख्यो ऐना हेरेर लाउ माया लाउनीले बाबु डकुन टक्का गर। डकुन टक्का गर। छप्पै बाबु छप्पै छक्कै छक्कै बाँकी छौ राया छ भनेर मान्छिलो उठा उठेर नाच्छ छप्पै 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 छक्कै छक्कै भाइ हेलो पुन्टा 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 सबैजना स्लिम ह्यान्डसम क्युटी ब्युटी डल्लो डल्लो आऊ आऊ आऊ।
नाचेको छ खुसी हुनुहुन्छ नि We got